हेलो हाई सबैजना जेमेसी इटमी समीक्षा बान्तावाराई स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो समीक्षाको भ्लगमा। फेरि पनि मैले आजको दिनमा चाहिँ तपाईहरुको बीचमा अनि भेरेटार गएको भ्लगलाई लिएर आएको छु। र अगाडिको थमेला तपाईले हेरेर थाहा पाइसक्नु भयो म के गरे भन्ने कुरा हेरेर साथ दिनु होला है साथीहरु। सी यू। अब हामी चाहिँ यो दुईटा बाइक एनएक्स र यसमा चाहिँ हामी भेरेटार जाने छौं। भेरेटार जानको लागि तयारी भान्जा मामा दिदी भाइ अनि हामी चाहिँ जाने हाम्रो दाजु पनि हाम्रो भान्जा मेरो झोला त अन्देछ चाहिँ लाग्यो साथीहरु। नानाहरु चाहिँ अगाडि गइसक्नु भयो। धरान भेरेटार जाने बाटो चाहिँ एकदमै सुन्दर रहेछ अनि एकदमै पहाडले घेरेको चाहिँ राम्रो हुँदो रहेछ। अनि हामी भेरेटार अब पुगेपछि अथवा जाँदै गरेको भ्यूहरु तपाईहरुलाई म देखाउने छु साथीहरु। धरान सहर लाग्छ रहर एकदम धरानको चाहिँ माथि पहाड भेरेटार आइपुग्नु लाग्यो। त्यो माथिको डाँडा हो। यस्तो सानो रोड भए पनि जस मान्छेहरू पार जाओस् एकदम धेरै हुँदो रहेछ यो भेरेटारमा। मान्छेहरू धेरै आमामेटीहरू हामी चाहिँ जारी टु स्वागत वेलकम भेरेटार। हामी चाहिँ भेरेटार चाहिँ हामी प्रवेश गरिसक्यौँ नि त साथीहरु। हामी चाहिँ यो समयमा अनि मैले चाहिँ जस आउने मेरो योजना चाहिँ फाइनली पुरा भएको छ साथीहरु। ठिकै छ मलाई आइपुग्यौँ है भेरेटारको बजारमा। हाम्रो नाना त हेर्नु न बसेको लौ दाजु भान्जा मरीको दृश्य ल। अब हामी चाहिँ यहाँ जाने हो। सिसा पो रहेछ त वहाँ जानको लागि चाहिँ हामीलाई यो के भन्छ यसलाई जुत्ताको कभर। खोइ भान्जा हामी चाहिँ साथीहरु फाइनली शरीरमै यहाँनिर यो गीत यसरी गराउँदाखेरि चाहिँ ल म पनि त्यसमा यता पनि अगाडि भिडियो गराउँदै हुनुहुन्छ उहाँहरू जेस भेरेटार यहीँ पो होइन नि। अनि के भयो फुटेर तल झर्छ कि भनेर हुन त सबैजना मान्छेहरू हुँदो रहेछ। अतिरिक उधो एरिया भने डर हुँदो रहेछ कि साथीहरु। एकदमै धेरै यहाँ तल सिसा हेर्दा चाहिँ आमामा अब तल चाहिँ नहेर्नु पर्ने चाहिँ नाना तल चाहिँ नहेर्नु रहेछ। यसरी तल नहेर्नु न म त डर पो लाग्यो त। यस्तो चिप्लिँदो रहेछ हजुर यो काठमा टेक्दा चाहिँ नदेखिँदा तल चाहिँ डर नलाग्ने एकदमै लु भेरेटारको भ्यू आइपुग्यौँ हामी चाहिँ। अनि त्यसपछि यता पनि हेर्ने फोन चाहिँ लैजाऊ होला है सिरी फोन। अब मतलब कस्तो करेन्ट लाग्यो जस्तो लाग्यो है तेरिका। लु सबैजना यहाँ लु उहाँले चाहिँ केही कुरा उहाँले चाहिँ बुझाइदिँदै हुनुहुन्छ। तर यहाँ तल भुइँमा हेर्दा चाहिँ डर लाग्ने रहेछ के तेरिकाले साथीहरू। म चाहिँ एकदम धेरै डर लाग्छ जस्तो भयो है तेरि। लु 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 हाम्रो दाजुको त आइफोन पो रहेछ त। लु माथि पनि चढ्नु पाइन्छ र ल है साथीहरू भेरेटार घुम्नु आयो नो लु। यता मेरो यस्तो गरा यता हेर्नु त दाम्स लु दाम्स देखिनु भयो। लु ल है हामी चाहिँ वरिपरिको फोन झऱ्यो भन्छ नि कस्तो डर लाउँछ नि। अब चाहिँ भेरेटार बा यस्तो जे यहाँ मैले चाहिँ धेरै टिकटकमा चाहिँ साह्रै गरी भाइरल भएको देखेँ क्या मैले। उहाँ हुँदा पोखरामा हुँदा चाहिँ हामी फोटो अनि भिडियोलाई सकेर यहाँबाट चाहिँ हामी चाहिँ अब जाँदैछौँ साथीहरू। र एकदमै धेरै डर लाग्यो नि लाग्यो कि लाग्यो नि तपाईँलाई? भुइँमा हेर्दा चाहिँ धेरै डर लाग्ने रहेछ क्या भेरेटार। ल साथीहरू फ्यान चाहिँ भेरेटारमा पिङ पनि साथीहरू तपाईँहरू आउनुहोस् है भेरेटारमा पिङ खेल्नलाई ड्रेस लगाएर फाइनली एकदमै
राम्रो अनि उहुहु, हाम्रो भान्जालाई म नि भान्जा सुई तर यो अलिक कपडा नै लामो भयो क्या नि हामी चाहिँ भेरेटार आएको है यो भेरेटारको कुन ठाउँ रे भेरेटार बजार भयो ओके कति भेरेटार घुमेर पनि